नमस्कार सबैजनामा। म फेरि आज गर्भवती भएको 32 देखि 34 हप्तामा गरिने चेक जाँचबारे सामान्य जानकारी दिन चाहन्छु। यो 32 देखि 34 हप्ता चाहिँ प्रसुतिको तयारी अवस्था पनि हुन्छ र आमा र शिशुको स्वास्थ्य अवस्थाबारे नियमित निगरानी राखिराख्नुपर्छ। यसमा पनि नियमित चेक जाँच चाहिँ जस्तै रक्तचाप, तौल, पिसाबमा प्रोटिन, सुगरको मात्रा जाँच गरिहाल्नुपर्छ। मुटुको धड्कन यकिन गर्नुपर्छ। फन्डल हार्ट के कस्तो बढेको छ कि घटेको छ पत्ता लगाउनुपर्छ। शिशुको अवस्था, लाइभ प्रेजेन्टेसन के कस्तो छ जानकारी लिइहाल्नुपर्छ। कुनै पनि खतराका सङ्केतहरू, हातखुट्टा सुन्निने, आँखा तिरमिराउने, रक्तस्राव हुने जस्ता खतराका सङ्केत देखियो भने तुरुन्त उपचार गरि पनि हाल्नुपर्छ। दैनिक सन्तुलित आहार, नियमित खाइराख्ने आइरन, फोलिक एसिड र क्याल्सियमबारे पनि निगरानी राख्नुपर्दछ। र यो चरण अब प्रसुतिको तयारी अवस्थामा रहने हुँदाखेरि स्तनपान सम्बन्धी र प्रसुति तयारीको बारेमा गर्भवती महिलालाई पनि जानकारी गराउनुपर्छ र कुनै पनि समस्या भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुमति दिइहाल्नु पर्दछ र एउटा चाहिँ हामीहरूले वातावरण पनि मिलाइदिने एउटा अवस्था हुन जान्छ।